guys, welcome back to my YouTube channel. Guys, हामी भन्नु पर्दाखेरि चाहिँ हैन सौरिनीको एउटा बाटो थियो त्यो बाटोबाट चाहिँ एकदमै तल आइसकेको छौँ हामी चाहिँ हैन गाडी लिएर अन्त यत्रो ठुलो टावर छ हैन गाइस अन्त गाइस देख्न सक्नुहुन्छ तपाईहरुले यहाँ चाहिँ यस्तो वाल उठाएको रहेछ टावरको साइडमा गाइस देख्न सक्नुहुन्छ यहाँ तल तल रोड रहेछ हैन तर तल चाहिँ जानिन हामी किनकि यो सानो गाडी छ जान सक्दैन हो Hello guys, मैले चाहिँ लङ टाइम ब्याक म भिडियो बनाउँदैछु त्यो भएर हैन यति राम्रो मेरो हातको ब्यालेन्स पनि राम्रो बसेको छैन होला त्यसको लागि चाहिँ म्याथ चाहन्छु गाइस मलाई यहाँबाट हिँड्नु मन लाग्यो हैन यस्तो भएर तर सक्दिन होला गाइस देख्न सक्नुहुन्छ तपाईहरुले यहाँ तल खोला रहेछ गाजी गाइस यो भन्नु पर्दाखेरि चाहिँ टावरको यस्तो सेपमा रहेछ हैन देख्न सक्नुहुन्छ फ्यान जस्तो घुम्नु रहेछ सो गाइस कार त यहाँ छ अन्त हामी चाहिँ यता माथिबाट आएको हैन यता माथिबाट आएको डाँडाबाट अनि यस्तो अप्ठ्यारो बाटोबाट चाहिँ हामी यो कार लिएर आएको छ एउटा गाइस तपाईहरुले म आज एउटा कुरा देखाउँदैछु त्यो कुरा देखेर तपाईहरु छक्कै पर्नुहुन्छ गाइस यो बाटो चाहिँ कति तलसम्म जान्छ हेर्नु पर्यो यस्तो डर लाग्दछ हौ बाटो पनि जंगल घाट रहेछ गाइस हामीले गइरहेको छु अझै अगाडि के छ देखाउन जान्छु तपाईहरुले यो बाटो चाहिँ म फर्स्ट टाइम आएको गाइस यो टारबाट पुरा साउन्ड दिने छैन करेन्टको चरेक चरेक कराइरहेको छ गाइस अब त हामी फर्किन्छौँ घरतिर जङ्गल चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यस्तो छ जङ्गल चाहिँ अन्त पछाडि चाहिँ हाम्रो ठुलो एउटा टाउन छ अन्त अब हामी चाहिँ फर्किन्छु गाइस के लिएको थियो त्यो अब खाइकिन चाहिँ ब्याक टु होम चल्दिने हो अन्त लङ टाइम ब्याक भ्लग बनाउँदैछु खै किन हात कम्फर्टेबल बसेको छैन मेरो चप्पल कहाँ गयो भनेको त यहाँ रहेछ नि एक जोडी घरमै छ टुङ टुङ ट्याडाउ वाइ छ खानुभन्दा अगाडि झऱ्यो A few moments later